साथीहरू नमस्ते। अहिले हामी ओन्टारियो राज्यमा छौँ, क्यानाडाको, र अहिले हामी किचनर जाँदैछौँ। म ब्राम्पटनबाट आएको। तपाईँ देख्न सक्नुहुन्छ यो एरिया चाहिँ किचनरको एरिया हो। अत्यन्तै सुन्दर दृश्य छ। अक्टोबरको महिना, विन्टर जस्ट स्टार्ट हुँदैछ। देखेको यो एरिया किचनरको डाउनटाउन एरिया हो। किचनर भनेको ओन्टारियो राज्यको ब्राम्पटन भने जस्तो अर्को एउटा प्रोमिनेन्ट सिटी हो, जहाँ मेजोरिटी चाहिँ एक्स जर्मनहरू जर्मनीबाट क्यानाडा आएर पर्मानेन्टली यहाँ बस्नुभएकाहरू चाहिँ यहाँ मेजोरिटी चाहिँ देख्न सकिन्छ। किचनर आफैमा जर्मन वर्ड हो। यहाँ तपाईँ जति पनि यहाँको लोकलहरू देख्नुहुन्छ, मेजोरिटी चाहिँ जर्मन रेसिडेन्टहरू, जर्मनीबाट यहाँ माइग्रेट भएर आएकाहरूलाई देख्न सक्नुहुन्छ। सो यहाँ सम्पूर्ण सुख सुविधाहरू, इन्फ्रास्ट्रक्चरहरू बिल्ड गरिएको छ। जस्तै क्यानाडामा ओन्टारियोमा मेजर सिटिज अब टोरन्टो, ब्राम्पटन, किचनर, लन्डन, क्याम्ब्रिज र न्युयोर्क। सो वान अफ दि सिटी हामी अहिले ट्राभल गर्दैछौँ। म ओन्टारियो राज्यमा रहेको ब्राम्पटनबाट क्याम्ब्रिज हुँदै गुलेफ भन्ने एउटा सिटी छ, त्यहाँ पनि गएर यो लास्ट किचनरमा छु अहिले। किचनरको भिजिट गरिसकेपछि हामी फेरि ब्याक टु क्याम्ब्रिज जान्छौँ र क्याम्ब्रिजबाट ब्राम्पटन। तपाईँहरूलाई लाग्न सक्छ यो क्याम्ब्रिज, न्युयोर्क, लन्डन, गल्फ यो के हो भनेर। नर्मली त तपाईँ हामी युकेमा, अमेरिकामा, अस्ट्रेलियामा, क्यानाडामा लगभग सिटिजहरूको नाम एउटै जस्तो पाउँछौँ। अमेरिकामा पनि न्युयोर्क छ, न्यू लन्डन भन्ने ठाउँ छ। सो क्यानाडामा पनि लन्डन छ, न्युयोर्क क्यानाडामा पनि छ। यु क्यान अल्सो फाउन्ड इन अमेरिका। मोस्ट प्रोबेबली यो चाहिँ नि अस्ट्रेलियामा पनि होला। सो अहिले तपाईँ यो गाउँले इलाका, खेती गर्ने जमिन देख्न सक्नुहुन्छ। So we are now coming back to home. It's on the way to the Cambridge. सर्ट भिडियो थियो, बाटोमा अन द वे हामीले खिचेको। होप तपाईँहरूलाई मन पर्यो होला भन्ने विश्वास गर्छु। हामी अहिले ओन्टारियोमा छौँ र ओन्टारियोको यो अहिले तपाईँ देख्दै गरेको चाहिँ ब्राम्पटन फर्किँदै गर्दाको बाटो हो। इट्स अन द वे टु ब्राम्पटन फ्रम द क्याम्ब्रिज। यहाँहरू सबैलाई धेरै धन्यवाद भिडियो हेरेर मन पराइदिनु भएकोमा, र लाइक सेयर गरिदिनु होला।